नमस्कार साथीहरू, सर्वे स्किल नेपाल युट्युब च्यानलमा तपाईहरुलाई स्वागत छ। आज म चाहिँ यो सर्वे इन्जिनियरिङ भनिन्छ अमिन विषयलाई चाहिँ कति महिना पढाइ हुन्छ, शैक्षिक योग्यता के चाहिन्छ लगायतका कुराहरुमा आज तपाईहरुलाई यो पढिसकेपछि जागिरका अवसरहरू लगायतका कुराहरुमा विस्तृतमा तपाईहरुलाई भन्न गइरहेको छु। अबको केही समयपछि म चाहिँ तपाईहरुलाई यो हाम्रो सर्वे स्किल नेपाल युट्युब च्यानलमा विषयगत कुराहरू पढाएर पुरै कोर्सको फुल भिडियो बनाएर चाहिँ राख्ने छु। त्यसका लागि केही समय मलाई लाग्ने छ, अझै मेरो स्टुडियो सेटअप हुन केही समय लाग्ने छ। त्यसपछि चाहिँ म तपाईहरुलाई व्हाइट बोर्डमा पढाएर पुरै भिडियोहरू चाहिँ राख्ने छु है त। सुरुमा कुरा गरौँ पढाइ कति महिनाको हुन्छ भन्ने कुरा। 18 महिनाको पढाइ हुन्छ। यसमा 3 महिना ओजेटी हुन्छ। ओजेटी चाहिँ यो नापी कार्यालय अथवा स्थानीय तहमा पठाएर नाप नक्सा सम्बन्धी कार्यहरू सिक्न पठाइन्छ। अनि 15 महिना चाहिँ पढाइ हुन्छ, प्र्याक्टिकलहरू हुन्छ हैन। अनि यो पढ्नको लागि शैक्षिक योग्यता चाहिँ एसई मा सामान्य 2 जीपीए ल्याए पनि हुन्छ, अथवा भन्नुपर्दा फर्स्ट डिभिजन सेकेन्ड डिभिजन नै एसई मा थर्ड डिभिजनले पनि पढ्न पाउँछ। त्यसै सिट संख्या चाहिँ 40 जना हुन्छ प्रति ब्याजमा। पढ्न लाग्ने शुल्क भनेको चाहिँ 1 लाख प्लस हो। यो मैले खासमा यो भिडियो बनाउन खोजेको कारण नै यही हो। यो हामी 1 लाख प्लस तिरेर हामी चाहिँ कलेजहरुमा पढ्छौं हैन। यो पढ्नका लागि कलेज जोइन गर्नै पर्छ। तर कतिपय कुराहरू कलेजमा छुटिसकेका हुन्छन् के। छुटेका कुराहरू हामीलाई रिमाइन्डर गर्नका लागि कुनै पुस्तक पनि हुँदैन। यसमा अमिन विषयको चाहिँ डिटेलमा कुनै पुस्तक पनि हुँदैन। त्यसकारणले मैले चाहिँ यो डिटेलमा भिडियो बनाउनुको कारण के हो भने यो डिटेलमा यदि कुनै विद्यार्थीले यत्रो खर्च गरेर पढ्छ र कुनै कुराहरू छुट्छ भने उसको चाहिँ मेरो युट्युब च्यानलमा हेरेर चाहिँ उले आफ्नो कोर्स पूरा गर्न सकोस् भन्ने उद्देश्यले चाहिँ मैले यो भिडियो बनाउन खोजेको हुँ। मैले त्यसकारणले यो युट्युब च्यानल खोलेको हुँ हैन। अनि 1 लाख प्लस चाहिँ स्कुलको खर्च हुन्छ कलेजको। त्यसपछि आफ्नो व्यक्तिगत खर्च त्यो 1 लाख प्लस भन्दा माथि नै जान्छ। आफ्नो रुम रेन्ट, आते जाते खाना खर्च हैन, सबै कुराहरू। अनि एउटा ब्याचमा चाहिँ 2 जनासम्म, एउटा महिला एउटा पुरुष गरेर 2 जनालाई स्कलरशिपको व्यवस्था गरिएको हुन्छ। त्यसका लागि चाहिँ नाम निकाल्नै पर्छ हैन। अनि अर्को कुरा चाहिँ यो पढिसकेपछि अवसरहरू के छन् भन्ने कुरा चाहिँ अब सरकारी जागिर भइहाल्यो, नापी मालपोत कार्यालयमा खाने हैन। त्यसपछि स्थानीय तहमा भइहाल्यो। स्थानीय तहमा पनि अहिले अमिनहरू राख्ने काम भइरहेको छ। अनि वा सिँचाइ योजनाहरू, सडक योजनाहरूमा, विकास आयोजनाहरूमा हैन, हाइड्रो पावरहरूमा मसँगै पढेका कतिपय साथीहरू अहिले चाहिँ हाइड्रो पावरमा जागिर खाइरहेका छन् हैन। अनि यसको सेवा सुविधा चाहिँ यहाँ 63,000 भए रहेछ, तर यो अलि मिस्टेक भयो। 36,000 देखि 38,000 सम्म हुन्छ हैन। खर्दार सरहको सेवा सुविधा हुन्छ। यहाँ चाहिँ 63,000 भएको रहेछ। यो अलि मिस्टेक भएको हो, यसलाई सुधारिहालौँ। यहाँ चाहिँ 36,000 देखि 38,000 सम्म हुन्छ, प्लस चाहिँ प्रति महिना हैन। अब प्लस चाहिँ महँगी भत्ता, पोशाक भत्ता, दशैं खर्च, सञ्चय कोष, बीमा आदि सेवा सुविधाहरू हुन्छन्। अनि यो विषय भनेको कस्तो हो भने प्राविधिक विषयमा छोटो सबैभन्दा बढी कमाइ हुने विषय नै अमिन विषय हो। त्यसकारणले तपाईहरुले पनि अमिन पढ्न सक्नुहुन्छ। किनभने जग्गा नापजाँच गर्दा यो सबैभन्दा बढी कमाइ हुने विषय नै अमिन विषय हो। र जग्गा नापजाँच गर्दा सबैले पैसाको पे गर्ने गर्दछन् र त्यसैले सबैभन्दा बढी कमाइ हुने विषय नै अमिन विषय हो। तपाईहरुलाई अब मैले यो भिडियो बनाउनुको मेन कारण के हो भने अहिले मैले फेसलेस पनि बनाइरहेको छु।
फेसलेस बनाइरहेको छु। अबको केही समयपछि चाहिँ तपाईहरुलाई डिटेल भिडियो म ल्याउने छु। यसका लागि केही मेरो सेटअपहरु गर्न बाँकी छ। मैले अमिन विषय पढाएर टोटल्ली भिडियो युट्युब च्यानलमा राख्ने छु। त्यसैले तपाईहरुले सर्भ स्किल नेपाली युट्युब च्यानललाई चाहिँ सब्स्क्राइब गरेर बेल आइकनलाई थिचेर राखिराख्नु होला। त्यसपछि मैले अपलोड गर्ने प्रत्येक भिडियोको नोटिफिकेसन चाहिँ तपाईहरुको मोबाइलमा पनि पुग्नेछ र त्यहाँ चाहिँ तपाईहरुले हेरेर चाहिँ आफ्नो सुविधा लिन सक्नुहुन्छ। थ्यांक यू।